सांसद मेम्बर अफ पार्लिमेन्ट को मुख्य कामहरू। विस्तृत रूपमा सांसद भनेको जनताले चुनाव मार्फत पठाएको जनताको प्रतिनिधि हो। संसदमा बसेर देशको नीति, कानून र विकासका विषयमा निर्णय गर्ने जिम्मेवारी सांसदको हुन्छ। सांसदका मुख्य कामहरू यस प्रकार छन्। 1. जनताको प्रतिनिधित्व गर्ने सांसदको सबैभन्दा ठूलो काम भनेको आफ्नो क्षेत्रका जनताको आवाज संसदसम्म पुर्याउनु हो। गाउँ शहरका मानिसहरूलाई भएका समस्या जस्तै सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, कृषि आदिका विषय संसदमा उठाउने जिम्मेवारी सांसदको हुन्छ। 2. कानून बनाउने। देशलाई सही तरिकाले चलाउन विभिन्न कानूनहरू आवश्यक हुन्छन्। सांसदहरूले संसदमा छलफल गरेर नयाँ कानून बनाउँछन् र पुराना कानूनहरू सुधार गर्छन्। यही कानूनका आधारमा देशको प्रशासन र न्याय प्रणाली चल्छ। 3. सरकारलाई निगरानी गर्ने। सरकारले आफ्नो काम सही तरिकाले गरिरहेको छ कि छैन भनेर जाँच गर्ने जिम्मेवारी पनि सांसदको हुन्छ। सांसदहरूले संसदमा प्रश्न सोध्न सक्छन्, छलफल गर्न सक्छन् र गलत काम भएको छ भने सरकारलाई सचेत गराउन सक्छन्। 4. बजेट र आर्थिक निर्णयमा भाग लिने। प्रत्येक वर्ष सरकारले देशको बजेट ल्याउँछ। त्यो बजेट कहाँ खर्च गर्ने, कुन क्षेत्रमा बढी लगानी गर्ने भन्ने विषयमा सांसदहरूले छलफल गर्छन्। त्यसपछि संसदबाट बजेट पास हुन्छ। 5. विकासका मुद्दा उठाउने। आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सांसदहरूले संसदमा आवाज उठाउँछन्। सडक निर्माण, विद्यालय, अस्पताल, कृषि विकास, उद्योग, रोजगारी जस्ता विषयलाई प्राथमिकता दिन पहल गर्छन्। 6. राष्ट्रिय नीति र योजना निर्माणमा सहभागी हुने। देशको भविष्यसँग सम्बन्धित महत्त्वपूर्ण नीति, योजना र कार्यक्रम बनाउन सांसदहरू सहभागी हुन्छन्, जस्तै शिक्षा नीति, स्वास्थ्य नीति, आर्थिक नीति आदि। 7. जनतासँग निरन्तर सम्पर्क राख्ने। सांसदले आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने, उनीहरूको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने काम पनि गर्नुपर्छ। यसले जनताको विश्वास बलियो बनाउँछ। छोटोमा, सांसदको मुख्य काम भनेको जनताको आवाज संसदमा पुर्याउनु, देशको कानून बनाउनु, सरकारको काम निगरानी गर्नु र विकासका मुद्दा अघि बढाउनु हो।